Hi, namaste everyone. I am Usha Khargi, Miss Nepal 2000 and media person. भर्खरै मात्रै म मेरो फ्यामिलीसँग टाटा नेक्सन K3.EV को टेस्ट ड्राइभमा गएको थिएँ। यस्तो राम्रो एक्सपिरियन्स भयो कि म के भनौँ, म एक्सप्लेन पनि गर्न सक्दिनँ। यु क्यान सी माई फेस, आई एम सो फ्रेस, सो ह्याप्पी। इभी गाडीको एक्सपिरियन्स मेरो फर्स्ट हो र हामीले काठमाडौँबाट ड्राइभ स्टार्ट गर्दाखेरि 97%बाट स्टार्ट गरेको र पोखरा पुग्दाखेरि 57% कन्ज्युम भयो र 40 रिमेनिङ भयो। म लङ ड्राइभमा एकदमै कम जाने, मलाई आफूलाई पनि गाह्रो हुने र बच्चाहरूलाई पनि गाह्रो हुने भएकोले, तर टाटा नेक्सनको यो गाडीमा पटक्कै फिल भएन कि हामी लङ टुरमा छौँ। एकदमै स्मुथ ड्राइभिङ र बाटोभरि हामी इन्जोय गर्दै गयौँ र पोखरामा घुम्ने क्रममा पुन्दिकोट एकदम हाइटमा छ नि, हजुरहरूलाई थाहा नै होला, हजुर जानुभएको छ भने। त्यहाँ गाडी लाँदाखेरि पनि पटक्कै फिल भएन हामी इभी गाडी चलाइरहेछौँ भनेर। स्मुथली मजाले नै उकालो मजाले नै कट्यो। त्यो कारणले गर्दा हल्लाको भरमा चाहिँ नपरेकै राम्रो, किनभने आफूले एक्सपिरियन्स गर्दा राम्रो र मेरो तर्फबाट इभी गाडीले चाहिँ पर्फेक्टली उकालोमा मजाले तान्छ। साउन्ड सिस्टम त यस्तो राम्रो, यस्तो माइन्ड ब्लोइङ कि हुन्छ नि, त्यो मैले कतै पार्टीमा बसेर गीत सुनिरहेको जस्तो फिल भयो। र अर्को कुरा, हामी फर्कने क्रममा 100% चार्जमा निस्केका थियौँ पोखराबाट र काठमाडौँ आइपुग्दाखेरि 30% रिमेनिङ भयो भन्नाले 70% हाम्रो कन्ज्युम भयो। लग्जरी छ, कम्फर्ट छ, एफिसियन्सी एकदमै राम्रो छ, सेफ्टी छ। सो मेरो तर्फबाट 10 on 10। Tata.tv